यदि हामीले कुनै दिन जनावरहरूसँग कुरा गर्न सक्यौं र उनीहरूले हामीलाई जवाफ पनि दिए भने के हामीले उनीहरूको संसार साँच्चै कस्तो छ भनेर बुझ्न सक्छौं होला? आज हामीसँग यस्तै एउटा प्रश्नको जरासम्म पुग्ने एउटा स्रोत छ। हेर्दा त यो एउटा प्राज्ञिक लेखको पहिलो पाना मात्रै हो। यो सन् 1974मा द फिलोसोफिकल रिभ्यू जर्नलमा छापिएको एउटा लेख रहेछ। लेखक हुन् थोमस नागेल र शीर्षक छ चमेरो हुनु कस्तो हुन्छ। सुन्दा त कुनै बालबालिकाको किताबको शीर्षक जस्तो लाग्छ, तर यो साधारण प्रश्नभित्र चेतनाको सबैभन्दा ठूलो रहस्य लुकेको हुन सक्छ। हामीसँग पुरै लेख त छैन, तर कहिलेकाहीँ एउटा शक्तिशाली प्रश्न नै काफी हुन्छ। आउनुहोस् यही प्रश्नको गहिराईमा अलिकति डुबौं। सुरुमै यो शीर्षकले नै मलाई समात्यो, चमेलो हुनु कस्तो हुन्छ। यो कुनै अब जीव विज्ञानको प्रश्न त पक्कै होइन। हामीलाई थाहा छ चमेरो कसरी उड्छ, कसरी प्रतिध्वनि मतलब इकोलोकेसन प्रयोग गरेर अँध्यारोमा किरा समात्छ, तर यो प्रश्नले त त्योभन्दा धेरै गहिरो कुरा सोधिरहेको छ, होइन र? एकदमै। यो प्रश्न विज्ञानको पहुँचभन्दा अलि बाहिरको कुरा हो। नागेलले यहाँ के भन्न खोजिरहेका छन् भने हामी चमेरोको बारेमा सबै बाहिरी तथ्यहरू, त्यसको स्नायु प्रणाली, पखेटाको बनोट, त्यो सोनार प्रणाली सबै जान्न सक्छौं। तर ती सबै जानकारीको थुप्रोले एउटा कुरा चाहिँ कहिल्यै बताउन सक्दैन। के कुरा? त्यो चमेरोले संसारलाई भित्रबाट कसरी अनुभव गर्छ। भित्रबाट अनुभव गर्नु? यसलाई अलि सरल बनाउन। जस्तै चमेरोले मुखबाट ध्वनि निकालेर त्यसको प्रतिध्वनि सुनेर आफ्नो वरिपरिको नक्सा बनाउँछ। त्यो हाम्रो लागि त बुझ्न असम्भव जस्तै छ। के त्यो हामीले आँखाले देखे जस्तै कुनै चित्र होला, वा त्यो एउटा यस्तो अनुभूति हो जसको लागि हाम्रो भाषामा शब्द नै छैन? ठ्याक्कै त्यही हो। सायद त्यो देख्नु र सुन्नुको मिश्रण जस्तो केही होला, वा त्योभन्दा पनि बिल्कुलै फरक। त्यो जे होस्, त्यो हो उसको व्यक्तिपरक अनुभव। त्यो कस्तो हुन्छ भन्ने कुरा। नगेलको तर्क के हो भने हामीले चमेरोको मस्तिष्कको हरेक अणुको अध्ययन गरे पनि त्यो भित्री अनुभवलाई समात्न सक्दैनौँ। यो त कस्तो भयो भने कसैले तपाईँलाई चकलेटको रासायनिक सूत्र दिएर ल अब स्वाद कस्तो हुन्छ थाहा पायौँ भने जस्तै हो। सूत्रले स्वादको अनुभव त दिँदैन नि। दिँदैन। यो त निकै शक्तिशाली तर्क हो। यसले त विज्ञानको सीमामाथि नै प्रश्न उठायो नि। हो, केही हदसम्म। विज्ञानले वस्तुगत सत्य खोज्छ, जुन सबैले नाप्न र परीक्षण गर्न सक्छन्। तर चेतनाको यो भित्री अनुभव त नितान्त व्यक्तिगत भयो। भनेपछि के चेतना सधैँ विज्ञानको पहुँचभन्दा बाहिर रहन्छ त? नागेलको तर्कले त्यतै सङ्केत गर्छ। उनी विज्ञान विरोधी चाहिँ होइनन्, तर उनी के भन्दैछन् भने विज्ञानको वर्तमान विधिले चेतनाको एउटा महत्त्वपूर्ण पाटोलाई पुरै व्यवस्था गरिरहेको छ। यो दर्शनको पुरानो मन शरीर समस्यासँग गएर जोडिन्छ। माइन्ड बडी प्रब्लम हो। यदि हाम्रो मन, विचार र अनुभवहरू मस्तिष्कको भौतिक प्रक्रिया मात्र हुन् भने ती भौतिक प्रक्रियाबाट यो महसुस वा अनुभूति कसरी जन्मन्छ? भौतिक संसारमा व्यक्तिपरक अनुभव कसरी सम्भव भयो? यो प्रश्नको जवाफ आजसम्म कसैसँग छैन। यो कुराले मलाई आजको कृत्रिम बौद्धिकता मतलब एआईको बहसको याद दिलायो। हामीले कुनै दिन मानिस जस्तै सोच्ने र कुरा गर्ने एआई बनायौँ रे, त्यसले म खुसी छु भन्यो भने के हामीले पत्याउने? वा त्यो केवल आफ्नो प्रोग्रामिङ अनुसार खुसी शब्द उच्चारण गरिरहेको छ? त्यसको कोड हेरेर त्यो एआई हुनु कस्तो हुन्छ भनेर हामी कहिले थाहा पाउन सक्दैनौँ होला है। एकदमै सान्दर्भिक कुरा उठाउनु भयो। नागेलको यो झन्डै 50 वर्ष पुरानो तर्क आज एआईको युगमा झनै महत्त्वपूर्ण भएको छ। के त्यो एआई भित्र साँच्चै कोही घरमा छ? के त्यसको आफ्नै व्यक्तिपरक अनुभव छ? वा त्यो एउटा अत्यन्तै जटिल तर खोक्रो नक्कल मात्र हो? नागेलको तर्क अनुसार हामीले बाहिरबाट हेरेर यो कहिले थाहा पाउन सक्दैनौँ। चेतनाको रहस्य कोडमा होइन, अनुभवमा लुकेको हुन्छ। यो विचार आफैमा यति बलियो छ भने यो 1974मा आउँदा त यसले ठूलै हलचल मचायो होला। त्यो समयको बौद्धिक वातावरण कस्तो थियो? यो प्रश्न किन त्यति बेला सान्दर्भिक भयो? यो प्रश्न त्यो समयको लागि एउटा सानो तिनो विद्रोह नै थियो भन्दा हुन्छ। 20औं शताब्दीको मध्यतिर मनको दर्शनमा भौतिकवादको एकदमै दबदबा थियो। फिजिकलिजम। फिजिकलिजम।
त्यो बेलाको सोच कस्तो थियो भने हाम्रो दिमाग एउटा जैविक कम्प्युटर हो र हाम्रा सबै मानसिक अवस्थाहरूलाई मस्तिष्कको गतिविधिमा सीमित गर्न सकिन्छ। माया भनेको केही हर्मोन र न्युरोकेमिकलको बाढी हो, विचार भनेको केही स्नायुहरूमा बिजुली दौडिएको मात्र हो। सबै कुरालाई भौतिक तहमा घटाएर मतलब रिड्युस गरेर व्याख्या गर्न सकिन्छ भन्ने मान्यता थियो। अर्थात् यदि हामीसँग पर्याप्त शक्तिशाली माइक्रोस्कोप भयो भने हामीले विचारलाई देख्न सक्छौं भन्ने जस्तो सोच हो, लगभग त्यस्तै। तर त्यही बेला नागेलले भने 1 मिनेट पर्खनुहोस्, कम्प्युटरले महसुस गर्दैन तर हामी गर्छौं। त्यो महसुस कहाँबाट आयो? उनले चमेरोको उदाहरण दिएर के देखाए भने तपाईले मस्तिष्कको पुरै हार्डवेयर बुझ्नुभयो भने पनि त्यसले चलाउने सफ्टवेयरको अनुभव कस्तो हुन्छ भन्ने कुरा छुट्छ। यो तर्कले भौतिकवादलाई गलत साबित गरेन, तर त्यसलाई अपुरो चाहिँ देखाइदियो। यसले भन्यो भौतिक तथ्यहरू आवश्यक छन्, तर चेतनाको पूर्ण चित्र बुझ्न पर्याप्त छैनन्। त्यस्तो बलियो धारलाई चुनौती दिने यो विचार त्यसै हावामा त पक्कै आएन होला। यो द फिलोसोफिकल रिभ्यू जस्तो जर्नलमा छापिएको रहेछ। यो कस्तो प्रकारको प्रकाशन हो? के यसले यो विचारलाई स्थापित गर्न मद्दत गर्यो? पक्कै पनि। यसको प्रकाशन स्थलले यसको वजनलाई 10 गुणा बढाइदिन्छ। सोच्नुहोस् न, यो जर्नल दर्शनको दुनियाँको नेचर वा साइन्स जस्तै हो। दर्शनशास्त्रको सबैभन्दा पुरानो र प्रतिष्ठित जर्नलहरूमध्ये एक हो यो। हो र? हो, यहाँ केही छापिन्छ भने यसको मतलब त्यो विचारले ठूला दार्शनिकहरूको कडा जाँच मतलब पियर रिभ्यू पास गरेको छ। यो फेसबुकमा लेखेको कुनै विचार होइन, यो त बौद्धिक ओलम्पिकमा स्वर्ण पदक जिते जस्तै हो। त्यसो भए आज हामीले एउटा लेखको शीर्षक र त्यसको प्रकाशनको विवरणबाटै चेतनाको प्रकृति, विज्ञानको सीमा अनि 50 वर्ष पुरानो दार्शनिक विचार आजको एआईको युगमा कसरी सान्दर्भिक छ भन्ने कुरासम्म आयौं। यो साँच्चै अचम्मको यात्रा भयो। हो, र यो यात्राले हामीलाई फेरि मानिसतर्फ नै फर्काउँछ। हामीले चमेरोको कुरा गर्यौं, तर सत्य के हो भने नि हामीले आफू बाहेक अर्को मानिसको भित्री अनुभव पनि कहिले पूर्ण रूपमा बुझ्न सक्दैनौं। साँच्चै हो नि। तपाईले आफ्नो सबैभन्दा नजिकको साथीलाई मलाई टाउको दुख्यो भन्नुहुन्छ, उसले पनि मलाई पनि दुखेको थियो भन्छ। तर के तपाईँ दुईजनाको टाउको दुख्ने अनुभव एउटै हो? त्यो त नहुन सक्छ। त्यो दुखाइको वास्तविक अनुभूति कस्तो छ त्यो त तपाईको नितान्त निजी संसार भयो। हामी सहानुभूति देखाउन सक्छौं तर अनुभव साझा गर्न सक्दैनौं। ठ्याक्कै। हामी व्यवहार देख्छौं, शब्द सुन्छौं, तर त्यो सबैको पछाडि लुकेको चेतनाको त्यो भित्री नाटक सधैँ एक रहस्य नै रहन्छ। हरेक व्यक्ति चेतनाको एउटा छुट्टै ब्रह्माण्ड हो जसमा अरू कोही प्रवेश गर्न सक्दैन। सोचमग्न हुँदै आजको यो छलकलले एउटा निकै गहिरो प्रश्नमा ल्याएर छोडिदियो। हामी सूचना र डाटाको युगमा छौं, जहाँ हामीलाई लाग्छ कि सबै कुरा जान्न र मापन गर्न सकिन्छ। तर सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, अर्को प्राणी वा व्यक्ति हुनुको अनुभव सधैँ हाम्रो पहुँचभन्दा बाहिर रहन्छ। यसले हामीलाई अलिकति नम्र बनाउँछ, होइन त? एकदम। यसले हामीलाई के सम्झाउँछ भने संसारमा केही रहस्यहरू छन् जुन समाधान गर्नका लागि होइन, तर सम्मान गर्नका लागि बनेका हुन्छन्। आजको छलफलले श्रोतालाई सोच्नको लागि एउटा कुरा छोडेको छ। यदि कसैले आफ्नो जीवनको हरेक क्षणको सबै स्नायु सम्बन्धी डाटा रेकर्ड गरेर अर्को व्यक्तिलाई दियो भने के उसले त्यो जीवन जिउनुको अनुभव कस्तो थियो भनेर साँच्चै बुझ्न सक्ला? वा त्यो चेतनाको विशाल कथा डाटाको फाइलमा होइन, केवल अनुभवमा मात्र जीवित रहन्छ?